नमस्कार। आज हामी जान्नेछौँ नेपालका प्रतिनिधि सभा सभामुखहरू कति कार्यकाल काम गरेर उनीहरूले कति सालदेखि कति सालसम्म काम गरेर अहिलेसम्म कतिजना थिए भन्ने कुरामा आज हामी विस्तृत रूपमा जान्नेछौँ। सबैभन्दा पहिले हालसम्म 2015देखि नेपालमा आम निर्वाचनको सुरुवात भएको थियो र 2015 सालदेखि हालसम्म 10वटा प्रतिनिधि सभा सभामुख भइसकेका छन् र अहिले हाल हुन लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका उपसभापति डिपी अर्याल सहित गरेर 10जना सभामुखहरू रहनुभएको छ। त्यसमध्ये पहिलो नम्बरमा हुनुहुन्छ नेपाली काङ्ग्रेसबाट सबैभन्दा पहिलो नेपालको प्रथम सभामुख हुनुहुन्थ्यो कृष्णप्रसाद भट्टराई, जो हुनुहुन्थ्यो 2016देखि 17सम्म। 2015मा आम निर्वाचन भएको थियो त्यति बेला, भने 2016देखि 17सम्म नेपालको प्रथम सभामुख हुनुहुन्थ्यो कृष्णप्रसाद भट्टराई भने। त्यस्तै गरी दोस्रोमा हुनुहुन्छ दमननाथ ढुङ्गाना। नेपालमा राजाहरूले शासन सत्ता हातमा लिइसकेपछि 2017 सालमा नेपाल राजा महेन्द्रले चुनावी सरकारलाई अपदस्थ गरेर सम्पूर्ण सत्ताहरू आफ्नो हातमा लिनुभएको थियो र 2017देखि 28सम्म नेपालमा सक्रिय राजतन्त्र थियो र त्यति बेलासम्म कोही पनि निर्वाचन भएको थिएन र त्यसपछि पञ्चायत आयो। पञ्चायत पनि 2046 सालको जनआन्दोलनपछि पञ्चायत ढालेपछि त्यसपछि फेरि निर्वाचन भयो। निर्वाचन भइसकेपछि फेरि दोस्रोमा हुनुहुन्छ दमननाथ ढुङ्गाना, जो 2047 सालमा नेपालको संविधान जारी भइसकेपछि उहाँ हुनुभएको थियो र 2048 सालदेखि 2051 सालसम्म दमननाथ ढुङ्गाना हुनुहुन्थ्यो। दोस्रो नम्बरमा रहनुभएको छ दमननाथ ढुङ्गाना। र त्यस्तै गरी तेस्रो नम्बरमा हुनुहुन्छ हालका राष्ट्रपति तथा नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल, जो 2051देखि 2055 सालसम्म उहाँ नेपालको संसद सभामुखको रूपमा काम गर्नुभएको थियो। र त्यस्तै गरी रामचन्द्र पौडेल पछाडि तारानाथ राणाभाट हुनुहुन्छ। तारानाथ राणाभाट 2056 सालदेखि 2063 सालसम्म उहाँ नेपालको संसद सभामुखको रूपमा रहनुभएको थियो। र त्यस्तै गरी अर्का सभामुख हुनुहुन्छ सुभाष चन्द्र नेवाङ। 2063 सालदेखि 2072 सालको संविधान जारी गरिसक्दा पनि उहाँ सभामुखको रूपमा रहनुभएको थियो र त्यस पछाडि नेपालको पहिलो महिला सभामुख हुनुभएको थियो नेकपा घरती हुनुभएको थियो। उहाँ हुनुहुन्थ्यो माओवादीबाट हुनुहुन्थ्यो र उहाँ 2072को संविधान जारी भइसकेपछि उहाँ चाहिँ सभामुखको रूपमा आउनुभएको थियो। उहाँको कार्यकाल 2072देखि 2074सम्म उहाँको कार्यकाल रहेको थियो। त्यसै गरी हुनुहुन्छ अर्का सभामुख हुनुहुन्छ नेकपा माओवादी केन्द्रबाट नै हुनुहुन्छ उहाँ पनि कृष्णबहादुर महरा, जो 2074 सालदेखि 2076 सालसम्म उहाँ नेपालको सभामुख भएर काम गर्नुभएको थियो र त्यति बेला उहाँलाई बलात्कारको केस लागिसकेपछि उहाँले सभामुख पदबाट राजीनामा दिनुभएको थियो। र त्यस्तै गरी अर्का सभामुख आउनुभएको थियो। त्यसपछि नेकपा माओवादी केन्द्रबाटै आउनुभएको थियो अग्निप्रसाद सापकोटा। उहाँको कार्यकाल चाहिँ 2076 सालदेखि 2079 सालसम्म उहाँको कार्यकाल रह्यो र त्यसपछि प्रतिनिधि सभाको निर्वाचन भइसकेपछि त्यस पछाडि आउनुभयो नेकपा एमालेबाट देवराज घिमिरे। उहाँको कार्यकाल पनि धेरै लामो समयसम्म टिक्न सकेन। उहाँ 2079 सालदेखि 2082 सालसम्म प्रतिनिधि सभाको सभामुखको रूपमा काम गर्नुभयो र त्यस पछाडि जिएनजी आन्दोलन भयो र जिएनजी आन्दोलन पछाडि स्वत नेपाल सरकारमा रहनुभएका सम्पूर्ण पदाधिकारीहरू खारेज भयो र संसद विघटनपछि फेरि अहिले जिएनजी आन्दोलन पछाडि चाहिँ नयाँ सरकार आयो र अहिले नयाँ सरकार रासपाको छ र त्यसै कारणले गर्दा रासपाले हालसम्म डिपी अर्यालको नाम टुङ्गो लगाइसकेको छ र अब लगभग निश्चित जस्तै भइसकेको छ डिपी अर्यालको सभामुखको पद। डिपी अर्यालको पनि सभामुखको पद निश्चित भइसकेको छ र हिजो मात्र उहाँले मनोनयन दर्ता गराउनु भएको थियो। भोलि आइतबार सभामुखको चुनाव हुने भनिएको थियो र अहिले हालसम्म निर्विरोध रूपमा सभामुखको रूपमा भनेर डिपी अर्याललाई नै तोकिसकिएको छ। र यस विषयमा तपाईँहरूको के ओपिनियन छ, के भन्न चाहनुहुन्छ? तपाईँहरू पनि आफ्नो मनमा लागेको कुराहरू हाम्रो कमेन्ट बक्समा लेख्न नभुल्नुहोला र यस्तै भिडियोको लागि हामीलाई सब्सक्राइब पनि गर्नुहोला र
लाइक पनि गर्न नभुल्नु होला हाम्रो यस च्यानललाई। यो भिडियो कस्तो लाग्यो जानकारी पनि दिनु होला भन्न चाहन्छु। हस् त धन्यवाद। आजका लागि यति नै। फेरि अर्को भिडियोमा फेरि हामी भेट्ने नै छौँ भन्दै मलाई पनि बिदा दिनुहोस्। हस् त नमस्कार।